रातिको भ्यू है गाइज, रातिको भ्यू। गेस गर्नु होला म कहाँ आइपुग्यो होला। यो बिल्डिङहरू कसले देख्नु भएको छन् होइन। अँधेरो भएर राति पनि यस्तो भिडियो बनाउनु पर्यो। यत्रो ठुल्ठुलो घरमा नि मान्छे बस्दैन क्यारे यार, बत्ती पनि बाल्दैन यार। रोड चाहिँ यस्तो झिलिमिली छ। यो कुन रोड होला ल भन्नु होला। राति भन्न मिल्छ त, बत्ती बालेर यस्तो उज्यालो पारिरहेछ कि दिउँसो जस्तै। तर दिउँसो त बत्ती बाल्दैन नि त होइन। हाउ फन्नी। जस आफ्नो बाइकको बत्ती नबालिकन हिँडे पनि यो सडकको बत्तीले गरेर उज्यालो चाहिँ हुने रहेछ। यस्तो दामी नि, तर के गर्नु। बिग मार्ट रे। हामीलाई चाहिँ भोक लागेको अवस्था। हामी चाहिँ घर गएर भात खाइहाल्नुपर्छ। ओके बाई बाई। म चाहिँ भिडियो एन्ड गर्छु होइन। सबैजना व्यस्त छन् बाइक चलाउनमा। सबैजना घर जान लागेका होलान् है, अथवा कहाँ जान लागेका होलान् थाहा छैन। यो भैया मधेसीहरू कति दुःख गर्छ क्या यति राति पनि है। ठेलगाडामा तरकारी बेचेर बिक्छ कि भनेर ल यहाँतिर पनि छ। दुःख चाहिँ गर्ने हो कि म चाहिँ मान्छु के। पानी परोस् कि घाम लागोस् कि जाडो होस् कि या गर्मी होस् कि राति होस् दिनमा होस्, तरकारी बेच्छ कि फलफुल बेच्छ कि चटपट बेच्छ, बेच्न चाहिँ बेच्छ क्या केही न केही। कति चकिलो बत्ती हो यो। ओके यस्तो हर्न बजाएर हिँड्छ यार। स्पिडमा हिँड्दा पनि मजै आउने रहेछ कि। तर यहाँ यस्तो अँधेरो छ, केही देख्ने होइन।